टोली बसिरह उसलाएर भ्याएर हेलो अनि नमस्ते सबैजनालाई यहाँ सबैलाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ म यता बिल्डिङको साइड जाँदैछु होइन। आज हाम्रो ढलाइ छ त्यो भएर है अब मिसिन लाएँ अहिले बेलाको 7:51 भइसक्यो 6:51 भइसक्यो के हुन्छ अब हेर्दै गरौँ है। यिनी यहाँ छिन् के छ खबर यिनीलाई सन्चै छैन मासु भात बढी भएको ल गयौँ हामीले चाहिँ यहाँबाट इन्जिनियर सरलाई लिएर जानुपर्ने हुन्छ बुवा गइसक्नु हो। म चाहिँ हाम्रो कालो बसन्तीमा जाँदैछु ल अब उतै गएर भेटौँ है त। अब यति बेला चाहिँ म लोकेसनमा आइसकेको छु होइन। हामी देख्न सक्छौँ दुईवटा मिक्सरहरू लगभग सेट भइसक्यो लास्ट छ अब होइन। अनि सबैजनाहरू खाजा खाएर रेडी भइसके अनि कहिले कता के गर्ने भनेर चाहिँ कामहरू बाँड्ने काम भइरहेको छ। अब सब सेट भइसक्यो अब सुरु हुन्छ ल। अब ठेलाहरू माथि आइसके उता चाहिँ फर्माहरू बाँध्ने अलिअलि छडहरू बाँड्ने काम भइरहेछ। त्यो वायरिङको पाइपहरू हाल्ने काम भइरहेछ भने अब एउटा मिक्सरले चाहिँ माल फालिसक्यो माथि होइन। अर्कोले बनाइरहेछ फाइनल्ली सुरु भयो। अहिले चाहिँ 7:30 भएको छ बिहानको 7:30मा चाहिँ काम सुरु भयो। हामीसँग चाहिँ लगभग 38-40 जना हुनुहुन्छ लेबर टोली। सँगसँगै हामीसँग अफिसको सरहरू हुनुहुन्छ अनि हामी छौँ 2-3 जना छौँ बाबा म अङ्कलहरू हुनुहुन्छ। त्यो गरेर दुईवटा मिक्सरले अब अर्को मिक्सरले नि फालिसक्यो माल होइन। ठेलाहरू रेडी छ अब ठेला भर्ने अनि सिँसिते लाने। पहिला चाहिँ हामीले बिम भर्छौँ होइन बिमको काम हुन्छ। काम चाहिँ तीव्र गतिमा भइरहेछ होइन। जेसिबी आएको छ माल पेल्नलाई अनि यहाँ यो दुईवटा मिक्सरले माल खालै छ। अहिले चाहिँ बिम भर्ने काम भइरहेछ। त्यसपछि यता वायरिङको काम पनि भइरहेछ त्यो पोइन्टर राख्नको लागि धमाधम छ काम। अहिले अब 11:30 भइसक्यो। 11:30मा चाहिँ खाना ब्रेक भएको छ। हामीले चाहिँ पहिले खाइसक्यौँ त्यो हाम्रो क्यान्टिनमा खानुपर्ने थियो। उहाँ चाहिँ बाहिर जानुपर्ने भएकोले हामीले खाइसक्यौँ भने चाहिँ लेबर ग्रुपको चाहिँ खाना खाने कार्यक्रम सुरु भइरहेछ। अनि यहाँ चाहिँ इन्डियन टोलीले खाना बनाउँछ अनि इन्डियन टोलीले चाहिँ अब हाम्रो नेपाली टोलीहरूलाई चाहिँ सर्भ गरिरहेछ खाना। नेपाली टोलीहरूलाई खुवाउँछ अनि इन्डियन टोलीले खान्छ। यो काम चाहिँ इन्डियन टोलीले गरिरहेको भएर चाहिँ सब इन्डियन टोलीले लिड गरिरहेको हुन्छ। अनि इन्डियन टोलीको 10 जना जति हुनुहुन्छ भने हाम्रो बाँकी 28 जना चाहिँ हुनुहुन्छ। देख्न सक्छौँ गर्मी एकदम छ शीतल खोज्दै टोली बस्दै खाना खाँदैछ। ड्याममा लाएर मासु र भात ब्रोइलरको मासु टन्न मासु भात खाएर अब हाम्रो आधी घन्टा ब्रेक हुन्छ। त्यसपछि फेरि काम सुरु हुन्छ। खाना खाएर हाम्रो काम सुरु भइसक्यो होइन। अनि त्यति बेला खाना खाने बेलासम्म चाहिँ हामीले बिम लगभग भरिसकेका थियौँ भने चाहिँ अब हाम्रो स्ल्याब भर्ने काम भइसक्यो। स्ल्याब हाल्दैछौँ हामीले। इन्डियन टोलीले चाहिँ फिनिसिङ गर्छ स्ल्याबको। नेपाली टोलीले माल बोक्छ अनि भाइब्रेटर हानेर मजाले। हामीसँग त्यहाँ सर हुनुहुन्छ हाम्रो अफिसको इन्जिनियर जितेन सर हुनुहुन्छ। सँगसँगै अब धमाधम भइरहेछ काम तीव्र गतिमा छ। नेपाली टोलीको जोसै छुट्टै छ। फेरि हाम्रो सुर्खेती टोलीहरूको यो चाहिँ हाम्रो सुशील भाइ हिरो हो हिरो। बिहान 7:30 बजेबाट सुरु गरेको अहिले 7:20 भइसक्यो। अझै 1 घन्टा होइन लाग्दैन अझै आधी घन्टा 45 मिनट। अब लास्ट त्यो सेक्सन बाँकी छ अनि अगाडिको फिनिसिङ बाँकी छ। धमाधम छ काम भेइ नभई छ है। अब सबै सकिसक्यो। अब अहिले चाहिँ 8:20 भइसकेको छ। हामीले तल गाडीको लाइट बालेका छौँ तलको टोलीको लागि भने यता माथिको लागि चाहिँ हामीले क्षितिज अङ्कललाई बोलाएर दुईवटा स्टेडियम लाइटहरू फिट गरिसकेका छौँ। लाइटको पनि हामीले धमाधम काम गरिरहेछौँ। अब हाम्रो धेरै बाँकी छैन थोरै मात्र बाँकी छ 3-4वटा कुरा बाँकी होला। टोलीले गरिरहेछ धमाधम। हाम्रो भुन्डा हाम्रो ट्र्याक्टरको ग्रुप
आज दिनभरि मस्त लेबर टोलीसँग काम गरे हुनुहुन्छ भने हाम्रो यहाँ चाहिँ परबिन भाइ छ नेपाली टोलीबाट। हाम्रो यहाँ जीवन सर हुनुहुन्छ नेपाली टोलीको लिडर। ल सँगसँगै अब अहिले कति भयो 8:41 भयो। अब ढलै अन्तिम चरणमा आइसकेको छ। हामीसँग शिव अङ्कल पनि हुनुहुन्छ, लाइटको व्यवस्था गरेर बस्न छ। अहिले यस्तो भइसक्यो कि जुत्ताहरू यिनीहरू त हेर्न लायक छैनन्। सँगसँगै ढलाइ सकिएको छ। आज हाम्रो बिहान 7:30 मा सुरु भएको ढलाइ। बिहानभरि वायरिङको काम गरेर शिव अङ्कलले। अङ्कल कति मिनट लाग्छ? 15 मिनट लाग्छ। अझै 15 मिनट भनेको 9 बज्छ हाम्रो। ल लगभग सक्यो। त्यही लगभग सकिएको जानकारी गराउन चाहन्छु मैले। ल हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो लेखा यता हुनुहुन्छ। ल त्यही भएको कुरा है।